यस्तो भनेर आमा नातिनी नि आउनु भने चाहिँ भेटेर जान्छु भनेर बस्यो अरे आरे हो त नातिनी आउँछ भने त हामी भेटेर जान्छु भनेर बस्यो ल हेर्नुहोस् त अहिले त आफ्नो हजुर आफ्नो कान्छो बाउलाई धरी अबदेखि म नआइरहँला है म गर्दा त तिमी बस हो ए हजुरबाबु आरिसकिन्छ घर जाने म खानु खोज्दिनँ बस्ने हजुरबाबुलाई मलाई थाहा छ हो रे बजाउनु जानु कस्तो छ त्यस्तो भन्नुहुन्न नि त त्यस्तो भन्न 15 वटा जानु न म पनि एउटा बुढी मान्छे खोजेर ल्याउनु पर्यो अति तपाईँको आमाले धेरै कराउनु भयो दिदी होइन कराउनन् ल्याउँछु है बिचरा हजुरबा आउनु भएको थियो हजुरबालाई पनि कराउनु भयो होइन हामीसित त भन्छ नि त होइन म एउटा बुढी मान्छे ल्याउँछु मलाई करा होइन कान्छी बहिनीले हामीलाई त राम्रो गर्छे हामीलाई त राम्रो छ पालेछे काटी काटी होइन त्यस्तो त कहिले पनि भन्दिनन् कुट्टली काट्छ के भन्छ ए जहिले पनि भन्नुहुन्छ त मेरो माइली छोरी आएन तल बाँकी राख्दैनौँ हामी भन्नुहुन्छ अहिले त आउनुभयो त लु ल तिमीलाई के भने बहिनीले काटी तिमीले त्यसो भने हो र कान्छी खोइ आउँछ मेरो आज त मिल्ने त आउँछ अरे म पनि ल्याउँछु नि मेरो आमा फोन गरिराखेको छ आउँछु भनेर ल्याउँछु सम्झिने आर्थिङ त अनि बाँच्चै बाँच्दैन त आमा गर्छ नत्र हजुरबा र म एक हुन्छौँ हामी हजुरबा र म मिलौँ ल हामी आमा छोरी मिल्यो भएर हामी पनि हजुरबासित मिल्छु म पनि ए आउनु ल आउनु